7 आमाको आत्मदर्शी। मेरो आमाको मृत्युको 45 दिनपछि ध्यानमा बस्दा बस्दै मेरो तेस्रो नेत्र खुल्यो। आमा मसँगै पलङमा बसिरहेको देखेँ। जुन समयमा आमाको मृत्यु भयो त्यही समयमा लगाएको रातो बुट्टेदार कपडाको सानो टुक्राले छोपिएको आमाको आत्मा देखेँ। आमाको 6 महिनाको मृत्यु संसार पछिको कुरा हो। करिब 9 बजेतिर काम विशेषले भान्सामा गएँ। म किचनमा मात्र पुगेको के थिएँ। हावाको ठुलो प्रेसर वाट आएको जस्तो महसुस भयो। बाहिर हेर्दा हुरी बडास चलेको थिएन, सबै सामान्य थियो। के आएको होला भनी म मनमा सोच्दै तल ओर्लेर कोठामा आएर ध्यान गरेँ। ध्यान गरेको 1 घन्टापछि भान्सामा वाट आएको आमाको आत्मालाई त्यही बुट्टेदार कपडाले छोपेको देखायो।